मनुष्य जन्म हुनु दुर्लभ, मृत्यु हुनुपर्ने मनुष्य देह जीवित भइरहनु पनि दुर्लभ, सद्धर्म श्रवण गर्नु पनि दुर्लभ र बुद्धहरूको जन्म पनि दुर्लभ छ। मनुष्य जन्ममा नै निर्वाणको मार्ग लाभ गर्न सकिन्छ। यो सुतेर बिताउने समय होइन, किनकि यो अवसर फेरि फेरि पाउन असमर्थ हुन्छ। मान्छेले जान्नुपर्ने भनेको 4 आर्य सत्यहरू। पहिलो, दुःख छ। दुःख सत्य हो। जबसम्म सृष्टि चलिरहन्छ दुःख रहिरहन्छ। दोस्रो, दुःखको कारण छ। तृष्णा नै दुःखको कारण हो। हामीलाई प्रिय कुरा पाउन र जोगाउन मन लाग्छ, यही नै तृष्णा हो। तेस्रो, दुःख निरोधको अवस्था छ। दुःखलाई रोक्नु भनेको नै दुःख निरोध हो। तृष्णालाई निर्मूल गरेपछि दुःखबाट मुक्ति मिल्छ। चौथो र अन्तिम, दुःख मुक्तिको उपाय छ। 8वटा अङ्ग भएको उत्तम बाटो आर्य अष्टाङ्गिक मार्ग नै मुक्तिको उपाय हो। सम्यक दृष्टि अर्थात् ठीक बुझाइ, सम्यक संकल्प अर्थात् प्रतिबद्धता, सम्यक वाचा अर्थात् झुटो र नराम्रो नबोल्ने, सम्यक कर्म अर्थात् सही कर्म गर्ने, सम्यक आजीविका अर्थात् हानिकारक व्यवसाय नगर्ने, सम्यक व्यायाम अर्थात् मानसिक अभ्यास गर्ने, सम्यक स्मृति अर्थात् सजग रहिरहने र सम्यक समाधि अर्थात् ध्यानबाट समाधि पाउने। मैले भनेको भन्दैमा, गुरुले भनेको भन्दैमा वा शास्त्रमा लेखिएको छ भन्दैमा आँखा चिम्लेर मान्नु पर्दैन। सबै कुरा आफैले मनन गरेर अनुभव गरेर प्रमाणित सिद्ध भइसकेपछि मात्र अनुग्रहित गर्नु। भवतु सर्वमङ्गलम्।